के गरौँ धनाले सागरे सिस्नो खाएका बेसा आनन्दी मनले नमस्कार आदरणीय प्रमुख अतिथिज्यू निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म प्रतियोगी नम्बर 1 काठमाडौँ नैकाप निवासी मिसन श्रेष्ठको तर्फबाट स्वागत तथा न्यानो अभिवादन। विगत 2 वर्षदेखि सौन्दर्य पेसामा सक्रिय छु। मेरो रुचि भनेको नयाँ नयाँ ठाउँहरू घुम्नु, गीत सङ्गीत सुन्नु, चलचित्र हेर्नुका साथै नृत्य गर्नु हो। मेरो लक्ष्य भनेको सौन्दर्य क्षेत्रमा दक्ष हुनुको साथसाथै नयाँ नयाँ सौन्दर्य तालिमहरू लिई अरूलाई पनि सिकाई सिपमूलक बनाउनु हो। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद। Here we have contestant number 2. जित्नका लागि आत्मविश्वास हुनुपर्छ महोदय, हार्नको लागि त सिर्फ डर नै काफी छ। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू, सञ्चारकर्मीज्यूहरू, मेरा प्यारा प्रतिस्पर्धी साथीहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म कन्टेस्टेन्ट नम्बर 2 कीर्तिपुर निवासी नीलम तामाङको तर्फबाट न्यानो अभिवादन। सर्वप्रथम यस ब्युटिसियन ट्यालेन्ट नेपालको सहभागी हुन पाएकोमा आयोजक वर्गमा आभार व्यक्त गर्दछु। विगत 3 वर्षदेखि म यस सौन्दर्य क्षेत्रमा आबद्ध छु। मेरो रुचिको बारेमा भन्नुपर्दा विभिन्न ठाउँहरूको यात्रा गर्न मन पराउँछु, नयाँ कुरा सिक्न र सिकाउन मन पराउनुका साथसाथै विभिन्न कुराहरू सिक्न र सिकाउन मन पराउनुका साथसाथै नेपाली चलचित्र हेर्न एकदमै मन पराउँछु। भविष्यमा गई एक सफल र दक्ष ब्युटिसियन बनी अनाथ बालबालिका तथा असहाय व्यक्तिहरूसम्म सहयोग पुर्याउनु मेरो लक्ष्य हो। हजुरहरूको बाँकीको पल शुभ रहोस्। धन्यवाद। She was contestant number 2 लिलिमा तामाङ अनि यति बेला हामीसँग 26 जना कन्टेस्टेन्टहरू हुनुहुन्छ। सो त्यसमध्ये हामीले 15 जनालाई नेक्स्ट राउन्डमा लानेछौँ। सो जजेसहरूलाई हामी आग्रह गर्न चाहन्छौँ प्लिज मार्क गरिदिनु हुनका लागि, जसले गर्दा हामी टप 15 लाई पाउनेछौँ केही खेलमा। अबको लागि भने we are heading on for contestant number 3 मञ्जुला डङ्गु। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म प्रतियोगी नम्बर 3 काठमाडौँ बाफल निवासी मञ्जला डङ्गुलको तर्फबाट न्यानो अभिवादन। विगत 1 वर्षदेखि म यो क्षेत्रमा आबद्ध छु। मेरो रुचि विभिन्न ठाउँहरू घुम्नु, नयाँ कुराहरू सिक्नु र गीत सङ्गीत सुन्नु हो। मेरो उद्देश्य आफू दक्ष भई आफूले जानेको कुरा अरूलाई सिकाई दक्ष बनाउनु हो। हजुरहरूको पल शुभ रहोस्। धन्यवाद। Alright, here we move on to contestant number 4 Menuka Bolami. भएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावमा म प्रतियोगी नम्बर 4 टिस्टुङ पालुङ निवासी मेनुका बलामीको तर्फबाट न्यानो अभिवादन। विगत 3 वर्षदेखि यस ब्युटिसियन पेसामा आबद्ध छु। मेरो रुचिको बारेमा भन्नुपर्दा नयाँ कुरा सिक्नु र आफूले सिकेको कुराहरू अरूलाई सिकाउनु हो। भविष्यमा गएर एक सफल ब्युटिसियन र समाजसेवी बन्न चाहन्छु। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।
नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, यहाँ आउनुभएका Thank you. Well, we move on to contestant number 6, Trina Tuladar. लेख्नलाई कलम म आफूलाई भाग्यमानी ठान्दछु। त्यसमाथि पनि नेपाली नारी भएर जन्म लिनु पाउँदा म गर्व गर्दछु। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू र मेरा सम्पूर्ण प्यारा दर्शकबिनहरूमा म कन्टेस्टेन्ट नम्बर 6 बुङ्गामती ललितपुर निवासी ट्रिना तुलाडरको तर्फबाट न्यानो अभिवादन। सर्वप्रथम त यस ब्युटिसियन ट्यालेन्ट शोमा भाग लिन मौका दिनुभएकोमा आयोजक वर्गमा मेरो हार्दिक आभार व्यक्त गर्दछु। विगत 2 वर्षदेखि यस पेसामा आबद्ध छु। मेरो रुचिहरू भनेको विभिन्न ठाउँहरूमा भ्रमण गरी नयाँ कुरा सिक्नु, साथै हेर्नु र आफू राम्री भई अरूलाई पनि राम्रो बनाउनु हो। मेरो भविष्यको लक्ष्य भनेको सफल ब्युटिसियन बनेर दुर्गम ठाउँहरूमा गई आफ्नो सिपहरू सिकाउनु हो र छुट्टै पहिचान बनाउनु हो। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद। Well, we move on to contestant number 7, Lina Dungu. म सक्छु भने सोच्नुहोस्, तपाईले सक्नुहुनेछ। म सक्छु भने सोच्नुहोस्, तपाईले सक्नुहुनेछ। म सक्दिनँ भनेर सोच्नुहोस्, तपाईले सक्नुहुने छैन। त्यसैले हामी सबै सकारात्मक सोच लिएर अघि बढौँ। नमस्कार जोजोलप्पा। आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायक मण्डलज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू तथा यस प्रतियोगितामा भाग लिनुभएका मेरा सम्पूर्ण प्रतिस्पर्धी साथीहरूलाई बेस्ट अफ लक भन्दै म प्रतियोगी नम्बर 7 लिना डङ्गोल इमाडोल ललितपुरबाट यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। मेरो विषयमा भन्नुपर्दा मलाई ब्युटिसियन सम्बन्धी नयाँ कुराहरूको जानकारी गर्नु र सिकेको कुरा साथीहरूलाई सिकाउनु मनपर्छ। मेरो लक्ष्य भनेको एउटा सफल ब्युटिसियन भएर नेपाललाई चिनाउनुको साथै अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो छुट्टै पहिचान बनाउनु हो। यसैलाई निरन्तरता दिँदै मैले एउटा सानो प्रयास गरेकी छु, जुन कि शैक्षिक स्तरमा गएर मैले स्कुलमा पनि यसको पाठ सिकाउँदै आइरहेकी छु। आशा छ यहाँहरूलाई मेरो साथले आशा छ यहाँहरूलाई सहयोग हुनेछ मेरो यो कामबाट। धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्। Next we do have contestant number 8, Durga Shrestha. नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ पाल्नुभएका सम्पूर्ण दर्शकदिनहरूमा म सहभागी नम्बर 8 दुर्गा श्रेष्ठ खड्कीको काभ्रे निवासी दुर्गा श्रेष्ठ खड्कीको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्दछु। विगत 2 वर्षदेखि आफ्नै पार्लर सञ्चालन गर्दै आइरहेकी छु। मेरो रुचिको बारेमा भन्नुपर्दा नयाँ सिप सिक्नुका साथै नयाँ सिप सिक्नुका साथै सिकाउनु, साथै नयाँ नेपाली चलचित्रहरू हेर्नका साथै समाज सेवा गर्न मनपर्छ। भविष्यमा गएर दक्ष ब्युटिसियन बनी अनाथ बालबालिका तथा दिदीबहिनीहरूका लागि केही सिप सिकाई दक्ष बनाउने
कमी कहिले हुने छैन। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित सम्पूर्ण दर्शकहरूमा म बालुवाटा निवासी कन्टेस्टेन्ट नम्बर 9 निलिमा महर्जनको तर्फबाट न्यानो अभिवादन। विगत 3 वर्षदेखि म सौन्दर्य पेसामा आबद्ध छु र मैले सिटिइबिटी स्किल टेस्ट पनि पास गरेकी छु। मेरो रुचिको बारे भन्नुपर्दा नयाँ नयाँ ठाउँमा भ्रमण गर्नु, चलचित्र हेर्नु, नयाँ नयाँ सिक्नु र आफूले जानेको कुरा अरूलाई सिकाउनु हो। मेरो लक्ष्य भनेको भविष्यमा गई एक सफल ब्युटिसियन बन्नु र पिछडिएका महिला दिदीबहिनीहरूलाई सिकाई रोजगार बनाउनु हो। हजुरहरूको बाँकीको पल शुभ रहोस्। धन्यवाद। Divya Saiju. The strongest action for a woman is to be herself, love herself, and shine among those who never believed she could. Hello, namaste, good afternoon everyone. It's me, Divya Saiju, contestant number 10, representing my beautiful hometown, Shujata. As I'm a passionate girl, I'm very much fond of dancing, singing, traveling, playing with makeup stuff. Besides my hobbies, I have aimed to achieve. My power of strength comes from my family. They are the backbone of my success. I wanted to be a successful beautician, businesswoman, social worker by providing employment opportunities to those, Thank you. So we move on to contestant number 11, Nina Lama. म थोरै कमाउँछु, स्वदेशमै रमाउँछु र सबैलाई कमाउने वातावरण बनाउँछु। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, यहाँ निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म स्वयं निवासी कन्टेस्टेन्ट नम्बर 11 ब्युटिसियन मिना लामाको तर्फबाट न्यानो अभिवादन। विगत 2 वर्षदेखि म सौन्दर्य क्षेत्रमा आबद्ध छु। मेरो रुचिको बारेमा भन्नुपर्दा सौन्दर्य सम्बन्धी नयाँ नयाँ कुराहरू सिक्नु, अरूलाई सिकाउनु, अनाथ तथा असहाय बालबालिकाहरूलाई सहयोग गर्नु, गीत सङ्गीतहरू सुन्नु र पुस्तकहरू पढ्नु हो भने मेरो लक्ष्य आफ्नो क्षमतालाई अभिवृद्धि गर्दै एउटा छुट्टै पहिचान बनाई सफल ब्युटिसियन हुनु र समाज सेवा गर्नु हो। यहाँको दिन शुभ रहोस्। धन्यवाद। नेपालीको विदेशमै तात्यो छ, तर पनि खै किन हो नेपालीको विदेशमै ताती छ। भइगयो अब छोड्दिनु है, भइगयो अब छोड्दिनु है। नेपाल सरकारलाई ब्युटिसियनको लागि कलेज खोल्न अनुरोध गर्दिनु है। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू साथै यस कार्यक्रमको शोभा बढाउन यहाँ पाल्नुहुने विभिन्न क्षेत्रबाट ब्युटिसियनहरू, कलाकार, पार्टी प्रतिनिधि, बिजनेसम्यान, उद्योगपति, पत्रकार लगायत यसै ब्युटिसियन ट्यालेन्ट नेपाल 2020 को सिजन 3 समारोहमा सहभागी प्रतिस्पर्धी साथीहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म प्रतियोगी नम्बर 12 सुदूरपश्चिम बजाङ निवासी सरस्वती रोकाएको तर्फबाट
विषयमा भन्नुपर्दा विभिन्न नेपाली चलचित्र हेर्न, पत्र पत्रिका पढ्न, विभिन्न युट्युब मेकअप भिडियो हेर्न, अनाथ बालबालिकाहरूलाई सहयोग गर्न, समाज सेवा गर्न मन पराउँछु। भविष्यमा म विश्व चर्चित नेपाली ब्युटिसियन बन्न चाहन्छु। सौन्दर्य पेसामा दक्ष हुनुको साथै नयाँ नयाँ सौन्दर्य तालिम लिई अरूलाई सिकाई रोजगारीमूलक बनाउनु मेरो प्रमुख लक्ष्य हो। तपाईहरूको साथ समर्थन माया मलाई रहिरहोस्। हजुरहरूको पल शुभ रहोस्। धन्यवाद। Alright, next we have contestant number 13, Ramisha Shrestha. नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म सुनसरी निवासी प्रतियोगी नम्बर 13 को तर्फबाट हार्दिक न्यानो अभिवादन। विगत 1 वर्षदेखि म यस क्षेत्रमा आबद्ध छु र मेरो रुचिको बारेमा भन्नुपर्दा नयाँ नयाँ ठाउँ भ्रमण गर्नु, नयाँ नयाँ कुरा सिकी अरूलाई सिकाउनु हो र मेरो लक्ष्य भनेको भविष्यमा गई एक सफल ब्युटिसियन बनी आफूले जानेका कुरा अरूलाई सिकाउनु हो। हजुरहरूको बाँकीको पल शुभ रहोस्। धन्यवाद। Thank you. So we move on to contestant number 14, Samisha Guru. नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुहुने निर्णायक मण्डलज्यूहरू र विभिन्न क्षेत्रबाट पाल्नुभएका सञ्चारकर्मीज्यूहरू एवं यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म प्रतियोगी नम्बर 14 नक्खु निवासी समीक्षा गुरुङको तर्फबाट न्यानो अभिवादन स्वीकार्नुहोस्। हाल म केही समयदेखि यही सौन्दर्य पेसामा आबद्ध छु र मेरो रुचि भन्नुपर्दा नयाँ नयाँ ठाउँ घुम्ने, नयाँ नयाँ कुराहरू सिक्ने र सिकेको कुरा अरूलाई सिकाउने हो भने गीत सङ्गीत सुन्न, चलचित्र हेर्न धेरै नै मन पराउँछु र भविष्यमा गएर एउटा सफल ब्युटिसियन बन्ने मेरो लक्ष्य रहेको छ। यहाँहरूको पल शुभ बितोस्। धन्यवाद। धन्यवाद। Moving on, we do have contestant number 15, Lakshmi Maharjan. सुन्दरता मुहारमा होइन, सुन्दरता मुहारमा होइन मनमा लुकेको हुन्छ। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा म प्रतियोगी नम्बर 15 लक्ष्मी महर्जन सानो गाउँबाट विगत लामो समयदेखि ब्युटिसियन पेसामा आबद्ध छु। मेरो रुचिहरू भन्नुपर्दा नयाँ नयाँ गीत सुन्नु, बाँसुरी गोर्खाली हाम्रो सेकेन्ड सेट अफ कन्टेस्टेन्ट्स यानि कि 16 जना कन्टेस्टेन्टले आफ्नो इन्ट्रोडक्सन दिइसक्नु भएको छ र अझै पनि हाम्रो कन्टेस्टेन्टहरू बाँकी हुनुहुन्छ इन्ट्रोडक्सनको लागि। सो थ्याङ्क यू सो मच गर्ल्स, लेडिज फर यर इन्ट्रोडक्सन परफर्मेन्स। सो यस लेडिज एन्ड जेन्टलमेन, यहाँ यति बेला ब्युटिसियन ट्यालेन्ट नेपाल 2020 Thank
अविश्वास नगर्नुहोस्। भाग्य त हात नहुने मान्छेको पनि हुन्छ। त्यसैले कर्म गर्नुहोस्, कर्मले नै भाग्य बनाउँछ। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म कन्टेस्टेन्ट नम्बर 17 अस्मिता जिम्बाको तर्फबाट न्यानो अभिवादन। विगत 2 वर्षदेखि म यस ब्युटिसियन पेसामा आबद्ध छु र मेरो रुचिको बारेमा भन्नुपर्दा मलाई नयाँ नयाँ ठाउँ घुम्न मनपर्छ, नयाँ नयाँ साथी बनाउन मनपर्छ, नेपाली चलचित्र हेर्न मनपर्छ र असहाय बालबालिकाको सहयोग गर्न मनपर्छ। त्यसै गरी मेरो लक्ष्य भनेको एक सक्षम ब्युटिसियन बनी पिछडिएका महिलाहरूलाई सिप सिकाउनु हो। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद। Alright, yes, thank you. Here we move on to contestant number 18, Seema Ghale. बुबाको गरिबी र आमाको पहिरनमा कहिले लाज नमान्नु, बुबाको गरिबी र आमाको पहिरनमा कहिले लाज नमान्नु, त्यति ठुलो सपना पनि के काम जसलाई देख्न सधैँ निन्द्राको औषधि खान परोस्। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म धादिङ निवासी कन्टेस्टेन्ट नम्बर 18 सीमा घलेको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन। सर्वप्रथम ब्युटिसियन ट्यालेन्ट प्रतियोगितामा सहभागी हुने अवसर दिनुभएकोमा आयोजकहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। विगत 2 वर्षदेखि यस ब्युटिसियन पेसामा आबद्ध छु। मेरो रुचिको बारेमा भन्नुपर्दा नयाँ नयाँ सिप सिक्नु र सिकाउनुको साथसाथै महिला हिंसाबारे बोल्नु, नेपाली चलचित्र हेर्नु र समाज सेवा गर्नु हो। मेरो उद्देश्य भनेको भविष्यमा गएर दक्ष ब्युटिसियन बनी इच्छुक तथा पिछडिएका पुरुष तथा महिलाहरूलाई सिप सिकाई सिपमूलक, रोजगारमूलक र आत्मनिर्भर बनाउनु हो। हजुरहरूको बाँकी पल शुभ रहोस्। धन्यवाद। Thank you. Now we head on to contestant number 19, Sarmila Mokhtar. नारी बिना घरबार चल्दैन, नारी बिना चुलो बल्दैन, नारी बिना सृष्टि चल्दैन। सक्छौ भने नारीलाई इज्जत देऊ, सक्दैन भने नारीलाई बेइज्जत पनि नगरिदेऊ। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म प्रतियोगी नम्बर 19 हेटौडा निवासी शर्मिला मोक्तानको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। विगत 2 वर्षदेखि यस सौन्दर्य क्षेत्रमा आबद्ध छु र मेरो रुचिको बारेमा भन्नुपर्दा विभिन्न ठाउँहरू घुम्नु, नेपाली चलचित्र हेर्नु हो भने मेरो लक्ष्य भनेको एउटा असल ब्युटिसियन बन्नु हो। हजुरहरूको बाँकीको पल शुभ रहोस्। धन्यवाद। Alright, thank you. Next we head on to contestant number 20, Santi Dako. सिप सिकाउँ, आत्मनिर्भर बनौँ। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावमा म तेको निवासी प्रतियोगी नम्बर 20 शान्ति डङ्गलको न्यानो अभिवादन। विगत लामो समयदेखि म यस ब्युटिसियन पेसामा आबद्ध छु। हाल म यसबाहेक विज्ञापन क्षेत्रमा सौन्दर्य सम्बन्धी कार्य गर्दै आइरहेकी छु। समाज सेवातर्फ इनर हिल क्लब अफ बागमतीमा एडिटरको रूपमा कार्य वहन गर्दै आइरहेकी छु। मेरो रुचि विभिन्न ठाउँमा घुम्नु, नयाँ नयाँ सृजनशील कार्यहरू गर्नु, समाज सेवाका कार्यहरू गर्नु
र आफूले जाने बुझेका कुरा अरूलाई सिकाउनु हो। मेरो उद्देश्य एक दक्ष ब्युटिसियन भएर यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु हो। हजुरहरूको पल शुभ रहोस्। धन्यवाद। Thank you. Now we head on to contestant number 21, Vandana Magarathi. आफ्नै त्यो परिवर्तन बन्नुहोस् जुन तपाईँ संसारमा देख्न चाहनुहुन्छ। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू, प्रशिक्षक वर्ग एवं उपस्थित सम्पूर्ण महानुभावहरूमा, स्थायी घर झापा हाल कीर्तिपुर बस्दै आइरहेकी कन्टेस्टेन्ट नम्बर 21 म वन्दना मगराथीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त मलाई दिनुभएको यस अवसरको निम्ति आदरणीय आयोजक टिमप्रति आभार प्रकट गर्न चाहन्छु। म विगत 2 वर्षदेखि यस ब्युटिसियन क्षेत्रमा आबद्ध छु। मेरो रुचिको विषयहरूमा मलाई नेपाली चलचित्र हेर्न, गीत गाउन, गीत सङ्गीत सुन्न, ब्युटी सम्बन्धी नयाँ कुराहरू सिक्न र इच्छुक व्यक्तिलाई सिकाउन मनपर्छ भने भविष्यमा एक सफल ब्युटिसियन भई हाम्रो देशमा विकट तथा अविकसित क्षेत्रमा पिछडिएर रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सिकाइ दक्ष बनाई नेपालमै स्वरोजगार मूलक बनाउनु मेरो उद्देश्य रहेको छ। यहाँहरूको बाँकी पल शुभ रहोस्। धन्यवाद। Thank you. Now we head on to contestant number 22, Sarmila Rai. नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म प्रतियोगी नम्बर 22 सर्मिला राईको तर्फबाट न्यानो अभिवादन। विगत 3 वर्षदेखि यस ब्युटिसियन क्षेत्रमा आबद्ध छु। मेरो रुचिको बारेमा भन्नुपर्दा नयाँ ठाउँहरू घुम्ने, नयाँ कुराहरू सिक्ने र अरूलाई सिकाउनु हो भने मेरो लक्ष्य भनेको एउटा असल ब्युटिसियन बनेर पिछडिएका महिलाहरूलाई सिकाइ दक्ष बनाउनु हो। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद। Thank you. So yes, here we head on to another contestant number 23, Mandira Shahi. मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। नमस्कार हजुर आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म काठमाडौँ निवासी कन्टेस्टेन्ट नम्बर 23 मन्दिरा साईको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्दछु। मेरो बारेमा भन्नुपर्दा विगत 8 वर्षदेखि सौन्दर्य पेसामा आबद्ध छु। मेरो रुचिहरूमा गीत सङ्गीत सुनि गुनगुनाउनु, नयाँ साथीहरू बनाउनु र कुनै पनि नयाँ सृजनशील कार्यहरू सिक्नु र सिकाउनु हो। मेरो उद्देश्य एउटा सफल ब्युटिसियन भएर सबैको सामु आफ्नो पहिचान बनाउनु हो र त्यसैलाई निरन्तरता दिई अघि बढ्नु हो। हजुरहरूको पल शुभ रहोस्। धन्यवाद। धन्यवाद। अब पनि हामी प्रतियोगी नम्बर 24 सबिना भुजेललाई आमन्त्रण गर्न चाहन्छौँ उहाँको इन्ट्रोडक्सनका लागि। विफलताको बेलामा नै सफलताको बिउ रोप्नु सबैभन्दा राम्रो समय हो। नमस्कार आदरणीय प्रमुख अतिथिज्यू, निर्णायक मण्डलमा रहनुभएका निर्णायकज्यूहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म कन्टेस्टेन्ट नम्बर 24 सबिना भुजेलको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन।
विगत 1 वर्षदेखि म यस क्षेत्रमा आबद्ध छु। मेरो रुचिको बारेमा भन्नुपर्दा मलाई असहाय बालबालिका तथा बुढाबुढीहरूको मद्दत गर्न मनपर्छ। मेरो लक्ष्य भनेको एक बोइज हेयर स्टाइलिस्ट र समाजसेवी बन्नु हो। हजुरहरूको पल सुखद रहोस्। धन्यवाद। धन्यवाद। अब हामी कन्टेस्टेन्ट नम्बर 25 तर्फ लाग्दैछौँ। हजुरको कन्टेस्टेन्ट नम्बर 25 हुनुहुन्छ आराध्या गुप्ता। Love of the beauty is taste and the creation of the beauty is an art. Good evening to the respected chairman, honorable judges and the beautiful audience over here. It's me, Aradhya Gupta, contestant number 25, representing from Neokha, Kathmandu. I'm here at the beautician field from 2 years. Well, I'm enjoying my passion. Talking about my hobbies, I love to do social work as well as I feel pleasure to visit new different places to explore different creative arts. Besides this, my aim is to be a professional beautician. Thank you and have a great evening. Alright, thank you so much. Now heading on to the very last contestant number 26, Vimala Rai for introduction. समस्याको बेलामा कसैले तिम्रो साथ सुझाव माग्यो भने सुझावसँगै तिम्रो साथ पनि दिनु, किनभने सुझावले काम नगर्न पनि सक्छ। साथले साथले सधैँ काम गर्नेछ। एवं यहाँ उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूमा म माता तीर्थ निवासी श्री विमला राईको तर्फबाट प्रतियोगी नम्बर 26 को तर्फबाट हजुरहरूलाई धन्यवाद अभिवादन गर्दछु। विगत 1 वर्षदेखि यस ब्युटिसियन पेसामा आबद्ध छु। मेरो रुचिको विषय भन्नुपर्दा आफू नै राम्री हुनु र अरूलाई नै राम्री बनाउनु हो भने नयाँ नयाँ कुराहरू सिक्नका साथै नयाँ नयाँ कुराहरू सिकाउनु पनि हो भने भविष्यमा गएर एउटा दक्ष ब्युटिसियन भई अरू पनि विगत ठाउँमा भएका दिदी बहिनीहरूलाई पनि निदक्ष बनाउनु हो भने भविष्यमा गएर अनाथ बालबालिकाहरूलाई अनाथलाई खोल्नु हो। यहाँहरूको पल शुभ रहोस्। धन्यवाद। Dhanyawad, contestant number 26. So, with this, we are into our introduction round. Thank you so much, everyone. Performance, हाम्रो जजेसहरूले अहिले नै र्याङ्किङ गरिसक्नु भएको छ।